Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young and it's just begun as she puts her hand in mine. Hello everyone, welcome to my channel. अनि आज चाहिँ फाइनली अ ड्रिम केम ट्रु मोमेन्ट हुन जान लागिरहेको छ. थम्बनेल र टाइटलबाटै थाहा पाइसक्नु भयो होला. अनि आज हामी मम्मी ड्याडी आइसक्नु भयो. हामी चाहिँ लेट भइसक्यौँ एयरपोर्ट जानको लागि. अनि यहाँ चाहिँ दिदी भेना हामी तीनजनै छौँ. पाइलटले छिटो ल्याइदिएछ. एक घन्टा बढी भयो. अस्ति 2:02 बज्यो अनि त्यो भएको भएर नत्र हामी चाहिँ सबै 8 बजे आइपुगेको थियो. अनि मम्मी ड्याडीहरू चाहिँ 2:02 बज्यो नि त. अनि त्यही भएर 8 बजेको साथ 7 बजेतिर आइपुग्यो. तर त्यहाँ त टाइम त त्यही अनुसार राख्छ होला त. त्यही अनुसारले राख्छ. हामीले चाहिँ टेक्स्ट सोच्यौँ अनि ढिलो हुन्छ इमिग्रेसन यता गर्दा गर्दा भन्ने भयो नि त. त्यही हो साथीहरू. अब हामी जाँदैछौँ. हामी त भर्खरै उठेको हो खासमा. सुसाङले मलाई कोठामा उठाउन आएको थियो होइन. उठाउँदाखेरि सन्चै त छिटो उठ ल्यान्ड भइसक्यो मम्मी ड्याडीहरू रे होइन. अनि पछि म त के अरे झस्याङ्गै भएको थिएँ. अनि बिउजियो झ्याप्झियो उठेपछि त अब 45 मिनट्स पछि ल्यान्ड हुन्छ. अनि त्यही भने त्यस्तैले अब 45 मिनटमा जाने हो ल्यान्ड चाहिँ भइसक्यो भने. ए म त त्यति बेला बल्ल ल्यान्ड हुन्छ भने जस्तो लाग्यो. त्यही हो साथीहरू. अब डाइरेक्ट उतै गएर भेटौँला. मलाई त बुके लिन मन थियो. अब के गर्नु ढिलो भइसक्यो. त्यस्तै भयो अब. अनि अर्को कुरा चाहिँ आज हाम्रो मम्मीको बर्थडे पनि हो. मम्मीको रियल बर्थडे आज हो तर नागरिकतामा चाहिँ आज 26. तर नागरिकतामा चाहिँ अर्कै दिन छ. तर हामीले चाहिँ आजको दिनमा मनाउँछौँ. गुड न्युज. ल सी यु गाइज एकछिनमा. साथीहरू हामी चाहिँ यहाँ उसमा आइसक्यौँ. वेटिङमा बस्नु बाहिर त निस्किँदैन. हामी चाहिँ एयरपोर्टमा आइसक्यौँ. अनि सायद मम्मी ड्याडीहरू यतैतिर कतै बस्नु भएको होला. भित्र वेटिङमा होला. बाहिर बसिसक्यो होला नि. अब जाँदैछौँ. ओइ यता We wanna chase the night, wanna dance to the light, pull stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. We're gonna be two hearts running wild. स्वागतम एकदम है. फोटो तेरो वाला गर्नु फोटो. ओहो ओहो हिरोइन. पालन स्वागतम मन्दिरलाई पनि है. हामीले फोटो खिच्छु. म कस्तो अँध्यारो आँखा कि तर अँध्यारो आएछ. फाइनली साथीहरू भेट भयो. आउनु भयो. हामी छक्कै परियो कि कति गाह्रो भयो. पानी पर्यो. कस्तो लागिरहेछ ड्याडी? ओ हेडी लेट हेडी कस्तो लागिरह मम्मी? मलाई रमाइलो रमाइलो पनि लाग्यो. एक्साइटेड भयो एकदम. यो चेक आउट गर्न एकदम गाह्रो भयो नि हामीलाई. किन के भयो? त्यो सबैलाई टिक लगाइदिनु भयो. एक पेपरमा शङ्कलाको गर्नु नि त्यही. उनीहरूले सिकाइहाल्यो. शङ्कला आएर नि सबैमा यस यस गर्ने भनेर. अनि खोलेर हेर्दै पुरै म्याक्स
हिन्दी बोलिन्थ्यो अनि छोरी छोरी भन्थ्यो तर सानो के अरे कलालुम्पारबाट चाहिँ एकजना सरले उ गर्नु भएको थियो ल एकजना कता हो राख्ने चाहिँ अब चाहिँ हामी घर जान लाग्दैछौँ मम्मी यहाँ सुसाङ यहाँ बेना यहाँ ड्याडी यता प्लेनको पानी खाँदैछु लाइट अफ गरिदिए ल गीत बजाउने भयो ल साथीहरू अब एकैचोटि घर गएर भेटौँला ए अनि ह्यापी बर्थडे मम्मी ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु मानुङको डेमै बजाइदिएँ वाउ कस्तो राम्रो बर्थडे गिफ्ट ठ्याक्कै बर्थडे मानुकोटैमा के रे मम्मी के सोधेर भन्नु त फेरि म त्यस्तो भन्नु न के सोधेर चेकआउट त्यो इमिग्रेसनमा के सोध्नु बिर्सिहाल्यो नि भन्नु न अघि कति मजाले भनिरहेको हिन्दीमा नि भनेको सोधेको थियो रे इङ्ग्लिसमा नि भनेको के अनि बुझेर बुझेर नि फर्काउन आएन नि के भन्नु त्यतिखेर चाहिँ अनि मम्मी अनि प्लेटमा वाइयो त खाइ नि मम्मीलाई चाहिँ वाइन चाख्नुपर्छ भनेर मैले खुलाइदिएको स्कोच लानु त ल भन्नु मैले चाहिँ खानुपर्छ खाऊ भनेर खुलाइदिएको मैले चाहिँ एप्पल जुस खाएर आएको मम्मीको त फर्स्ट प्लेन एक्सपिरियन्स कस्तो लाग्यो मम्मीलाई चाहिँ यता अर्कोमा गएर पिसाबेर सजिलै भयो आनन्द लाग्यो ठिकै लाग्यो यसो हल्ले थिएन प्लेन डिक्चिक गरिदिएन हल्लै थियो डर लागेन समुद्रको नजिक आउँदाखेरि त्यो उजेलो भएपछि चाहिँ कहाँ देखेको अन्त घाचा खुजुरी समुद्रको नजिक आउँदाखेरि हल्लिँदो रहेछ भने त्यो के उसमा बुढो जस्तो बाटोमा बुढो डर लागेन लागेन ए देखिन नि त कता विन्डो सिटमा बसेको थिएन कस्तो नसिब झ्यालतिरको सिट झ्यालमा ए अनि उताबाट आउँदाखेरि झन् मलेसियाको उसमा झन् त्यो काठमाडौँतिरबाट केटीहरू जापानजना आएको तिनीहरू उस गरेर मेरो एउटा पिक्चरमा झ्याल परेको उनीहरू एउटै झ्याल परेको पछाडि र अगाडि के यस्तै आन्टी उस्तै आन्टी भन्ने अनि म पनि भन्ने मलाई त धम्म यता मिसिन भिडियो नि गरेको कि छुट्टिने बेला ए तपाईँहरूको हामीले गरेको ए ऊ मम्मी यस्तो हुन्छ लोकल बस यहाँको बसमा चढायो होला नि चढाएको प्लेनमा प्लेनको टिकट काटेको बसमा चढाइदियो क्या गराङ गुरुङ नि गर्छ क्या आज गडाङ गुडुङ गर्नु लेखेको छ कि गराङ गुरुङ गरे आज भोलि पनि पानी पर्छ होला उसो के अरे पटाएको तपाईँको बर्थडे भएर के अरे मेरो बर्थडेमा यस्तो पटका पड्काउने अनि त्यो हामी आउँदाखेरि के कुन ठाउँमा आउँदाखेरि मालक मिलिक गरेको थियो कि हाम्रो उतैको जस्तो तल चाहिँ मालक मिलिक गरेको अनि माथि चाहिँ उ भएको कता टाढा देखेँ कि मालक मिलिक मिलिकेको झर्नी बेलामा फेरि त्यो मलेसिया झर्ने बेलामा कि देखेको अनि त्योभन्दा उतै कहाँ ए भिडियो गर्दैयो फेरि भिडियो गरेको थाहा भएपछि बोल्दैन क्या अनि भिडियो नगरेको बेलामा चाहिँ कमेडी अब घुम्न जाँदाखेरि त्यहीँ उ गरेर बस्नु ड्याडीले त पुरै म के अरे उ त्यो के अरे फोटो खिचेर स्टोरेज पनि पुरै फुल गरिसक्यो फुल भइसक्यो फुल छ त्यही भएर त मलाई अर्को मोबाइल चाहियो साथीहरू मैले के भिडियो बनाउँछु र ओहो हाम्रो ड्याडीले हो भिडियो बनाउने त म त ड्याडीको कपी सानो ड्याडीले पोस्ट मात्र नगर्ने मलाई भने झ्याउला भिडियो गर्न भिडियो
गर्न पर्छ पछि आफैलाई हेर्दाखेरि रमाइलो राहुलको हुन्छ साथीले के मामा घुम्न आएको हामी घुम्न आएको रमाइलो हुन्छ नि त मामा घुम्न आएको हामी घुम्न आएको फोटो खिच्नु भालै पाएन मामा खिचिरहेको मामा खिचिरहे मामा फोटो खिचिरहे ल ल मामाको फोटो खिचिदिउँ भने खिचेँ तपाईँहरूलाई बिहान आइपुगे जस्तो फिल भयो कि कस्तो भयो बिहान आइपुगेको त उजेलो भएको के अरे अनि बिहान भएन त नि बिहान त हो तर पनि अलि टाइम नमिला जस्तो भएन भएन नि मलाई त निन्द्रा लागेन सुत्न मलाई मलाई त एकदम सुत्नु मन लागिरहेको अब घर गएर डङरङ्गै सुत्ने ल सानो A dream came true moment for us guys साथीहरू यो मोमेन्टको लागि चाहिँ हामी कति 3 महिना भइसकेको थियो है वेट गरेको है गरेको त पहिलेबाट हो नि लान पाए नेपाल हुँदाखेरि नै भन्नाले भिजा आएको के 3 महिना भइसक्यो होइन अनि 3 महिना यस्तै कतितिर माग भन्दा नि अलि अगाडि नै आएको होला सायद अगाडि नै होला हामी त पछि भनेको त तपाईँहरूले बायोमेट्रिक गरेको दिनतिरै आइसकेको थियो बायोमेट्रिक गरेकै दिनमा चाहिँ मम्मीको आएको भनेको होइन आधा घन्टामा मम्मीको आधा घन्टामा आएको अनि ड्याडीको चाहिँ ठ्याक्कै 1 महिना लागेको थियो आउनु आफ्नो भिजा आउँदा त्यति खुसी लाग्थेन होला जति मम्मी ड्याडीको भिजा आउँदा मलाई त सुसाङले होइन ऊ त्यहाँ बस स्टपमा के अरे उसमा के अरे बस स्टपमा हो बस स्टपमा हो म यसरी मोबाइल चलाइरहेको थिएँ ठ्याक्कै ब्याक्सकै वाइ गरेर भनेको यसले मलाई भन्थेन कि यसले मलाई भन्थेन होला तर ठ्याक्क त्यति बेला सँगै भएको बेलामा भन्यो नि तपाईँहरूको त हामीले आफैले गरे हो ल मासु पार्टी अब घरमा बर्थडे मनाउनु परेको ल है ल घर आयो है घर आयो ल अलरेडी हामी चाहिँ हाम्रो नानी बाबुको घर आइपुग्यो अस्ट्रेलिया एडिलेड ल है ल बुके दिन पाएन हजुर बुके दिन पाएन अब यही है बुके ड्याडीले नेपाली पैसा त कहाँ पानीमा चढाएको त पानी हो त्यो त्यही हो त्यतिकै छोड्यो त्यही त्यही हो, त्यही। ल प्रभु रक्षा गर अस्ट्रेलिया आइपुग्यो नानी बाबु घर धन्यवाद भन्नु न एकदमै खुसी लागेको छ चिया खाने चिया बनाइदिउँ दुध चिया खाने कि के होइन सब पहिला पानी पिलाउँदा साथीहरू अब चाहिँ हामी हाम्रो मम्मीको बर्थडे मनाउन लाग्दैछौँ ह्याप्पी बर्थडे मम्मी ह्याप्पी बर्थडे टु यु फुल गर्नु न पहिला ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर मम्मी ह्याप्पी बर्थडे टु यु Now the morning is the afternoon. We lay awake in bed. The laughs so loud as the hours pass. We're gonna do it all again. We wanna chase the night, wanna dance to the light, pull stars from the sky, just two hearts. अब चाहिँ हामी खाना खान लाग्दैछौँ मम्मीको बर्थडे पनि उस भइसक्यो ड्याडी चाहिँ उता जानुभयो हात धुन यो मलाई यहाँ छ मेरो खाना पुरै भद्रगोल भएको छ यहाँ अब खाने मस्त मलाई पनि चम्चा ल्याइदिएन हामी चाहिँ अहिले के भन्छ अरे मम्मी ड्याडीलाई यत्तिकै यतातिर वरिपरि म्यापहरू हेर्न अनि यता यसो मर्निङ वकतिर जाँदाखेरि चाहिँ देखाउँछु के अरे बाटो देखाउनको लागि हामी निस्किन लाग्यो अनि ओइ मेरो उस आएछ त मेला यो देखाउनु मेरो एलो लाग्यो पक्काइनी यो खोल्नु त खोल्नु न यसरी एल्लो एलो त्यो लाइसेन्सको लागि के मगाएको थियो कि अनि यो लाइसेन्स भने गाडी चलाउनु पाउँछ त नि सिक्ने अब खोल्नु त
पुरै यसरी अँ ए च्यात्तै छ मेरो खोलिदिनु न केही नि हुन्न यस्तो केही नि हुन्न हो झ्यापझ्याप खोल्दै नि हुन्छ नानीको लागि हो जे पाए त्यस्तो के भन् पुरा यल्लो जसको नि आउँछ क्या हो कि होइन मलाई त्यही हो जस्तो लाग्छ सन्चिता धराई वाउ यस अँ हो yes, ल। लर्नर्स परमिट लड्न पर्ने ल ल दे यो अहिले यतिकै राखिदिनु यो राख्नु त जाम यतिकै जाम न मम्मी र सुसाङ उहाँ पुगिसक्यो त्यो उसमा राखिदिनु नि त्यही भित्र राखेर पकेटमा राखिदिनु न साथीहरू हामी चाहिँ अहिले यत्तिकै अरू मर्निङ वक जान्छ अब हामी चाहिँ इभिनिङ वक इभिनिङ वाक्समा यस्तै हो ड्याडी यहाँ ऊ त बिहान बिहानतिर ऊ त्यो उतातिरको बाटोमा दुईजना उसहरू हुन्छ अरू छैन कोही हिँड्दैन त्यति त्यो टाइममा चाहिँ देख्छु मैले उनीहरूलाई त्यही भन्न खोजेको यहाँ होइन यदि कोही मान्छे होइन बाटोमा लडेर मर्नै लाग्यो भने नि छुन भएन कसैलाई छुँदै नछुनी के अरे उनीहरूको पर्मिसन लिन पर्छ पहिला मर्नै लाग्यो भने पनि केही मतलबै छैन त्यो पुलिसलाई मात्रै रिपोर्ट गर्न पाइयो उल्टै फेरि केस लाग्छ यस्तै हो कस्तो क्युट क्युट छ है घरहरू तर है ओहो यो चाहिँ के भगटे होइन यो त उस होला के अरे कागती के तर यिनीहरू है यत्रो उस हुन्छ खाँदै खान्न नि त खसेर जान्छ मैले कागती छोडेर ल्याउँथेँ उता काममा जाने बाटोमा देख्दाखेरि एउटा फेरि चुडाउनु यताउनु के गर्नु फेरि बिहान बिहान त्यो मर्निङ वाक आउँदाखेरि नेपालमा अर्काको घरमा उस चोरेको जस्तो के फुल चोरेको जस्तो कि फेरि चोर भनेर छुन त पाइयो चुडाउनु भएन फेरि त्यो बेसरी सानो त पाइयो नि ए ल ल उस चाहिँ नगर्नु यसरी फुल पनि गर्नु भएन जस्तो यस्तो हेऱ्यो बस छोडिदियो है भित्र अर्काको घरको के रहेछ फेरि कसैले केही बोलायो भने कबाडी पसल के गर्यो कबाडी जस्तो कबाडी पसल के थाहा के हो त्यो बल्ल अहिले मान्छेहरू देख्यो है यो बजार होइन के हो खास यो गाउँै हो पुलिस हो सानो कहाँ चढेछ पुलिस कालो गाडीमा होइन पुलिसहरूको गाडी त त्यो सेतो सेतोवाला हुन्छ पुलिस नै लेखा हुन्छ यहाँ त गाडी बिना त कामै रहन्छ है यसो पार्कमा आउने ऊ के अरे उस गर्नु अनि मम्मी ड्याडीहरूलाई इभिनिङ वकले होइन यहाँ हेर्न लाग्यो क्या म यहाँ ल्याइदिएको यत्तिकै यो ग्राउन्डमा ऊ भाग्दै हो त्यहाँ त खै दिन्न होला भागिरह मान्छेहरू यतिको टाढा त केही नि होइन भातगाउँ जतिको टाढा छ तर तिमीहरू तर बाटो यताउता टाढो पर्छ नि त यहाँबाट हेर्दा पो उस देखेको नजिक देखेको होइन 1 घन्टा कति कति पर्छ होला मलाई थाहा छ त्यो डाँडा डाँडा जाने बाटो चाहिँ मम्मीलाई त्यता डाँडामा जान मन लाग्यो अरे हामी गथ्यौँ यताको डाँडा उताको डाँडा गथ्यौँ हामी चाहिँ यो पनि निकै उस होला जस्तो छ कि रमाइलो होला जस्तो छ कि त्यो डाँडा छ होला नेपालको जस्तो डाँडामा घर घर भएको भन्ने सोच्यो होला तर त्यस्तो हुन्न कि त्यस्तो छैन उनीहरूको कस्तो छ हामी पनि गएनौँ यतातिर बिहानदेखि साथीहरू बिहानदेखि अघिसम्म मजाले कस्तो मजाले पानी परेको थियो अनि अघि भर्खरै पानी बिसाएको थियो अनि त्यही भएर के अरे यसो हिँड्न आएको हामीहरू 4 जना भेना चाहिँ घरमै हुनुहुन्छ ओ ड्याडी त उता पुगिसक्नु भयो उता अहिले बेलुका फेरि पानी पर्छ जस्तो देखिरहेछ उता उता कालो बादल गरिसक्यो यता चाहिँ खुल्ला भयो कस्तो राम्रो देखेको उतातिर त
त्यही हो साथीहरू यहाँसम्म आउन सकिन्छ अनि बिहान बिहान अब मम्मी ड्याडीलाई चाहिँ बाटो देखायौँ ठाउँहरू घरतिरको बाटो देखायौँ यताबाट यो अनि म्याप यसरी हेर्ने भनेर चाहिँ देखायौँ त्यही हो अलि छिटो भाग्नु पर्यो ड्याडी बिहान बिहान उफ्रिनु आउँछ, उफ्रिनु। योगा गर्नु न ड्याडी योगा 2 3 4 बिस्तारै गर्नु 5 10 सम्म 6 7 जस्तो पुसअप 8 9 10 धेरै नगर्नु स्या हुन्छ र अब मजाले गरेर सर्व जस्तो यस्तो वेब भयो तपाईँको योगाको कपडा लाउने यहाँ आउने बिस्तारै जुत्ता लाएर आयो भने सजिलो हुन्छ होला ड्याडी है उता भेटेको थियो क्या उहाँहरू कसलाई नेपालीहरू नेपालीहरू को ऊ त्यो उनीहरू हो उता त जानु उता ए बोल्यो के भनेर 2 हप्ता भयो अरे ए आएको यता भन्नु भन्नुपर्छ नि ड्याडी ल भोलि मर्निङ वाक गर्दाखेरि भेट्न पर्ला भन्नुपर्छ नि ड्याडी भन्थेको भन्यो आउनु यहाँ आयो हुन्छ आउँदै भन्दै थियो ए आउँछु भन्नु हा कहाँ गयो नि सिन्धुली ल साथी पनि पाइसक्यो ड्याडीले यहाँ साथी पनि बनाइसक्यो मम्मीले कहिले बनाउने साथी ए मेरो झन् सबै साथी जान्छन् अब यता चक्कर आएको साथीहरू मैले चाहिँ होइन यहाँ भर्खरै बाइक पनि किनिसकेँ देखाइदियो त मेरो बाइक ए यो देख्यो भने त म जप्ता नि खेल्छु कि ड्याडी खेल्ने यो उताबाट पस्या हो यताबाट सिधै पुगिन्छ त्यही यहाँनिर लड लायो ड्याडी बिस्तारै लड लायो फेरि केटकेटलाई होला मलाई त केटीलाई हो त नि अनि झर्नु त अरे लड लायो फेरि ए ड्याडी हुत्ते लाग्यो मम्मीलाई चाहिँ यहाँ चिप्ली खेल्नु पऱ्यो के गरे त ए भगवान् लड लायो बिस्तारै लड लायो बिस्तारै ल तेरो यहाँ गर्छु बरु म यो स्लाइड हो यो त पानी हो पानी हो पानी यो बच्चाहरू लड्छ भनेर यो अनि तिनीहरूलाई नलागोस् भनेर लाइक ड्याडी यसो के अरे हाम्रो घरको लाइन कुन रे भनेर यसो झुकिएको जस्तो लाग्यो भने ठ्याक्क 5 भनेर सम्झिने के 5 अनि इङ्ग्लिस अनि 5th भनेर अनि सम्झिहाल्छ कति रे ड्याडी हाम्रो घरको लाइन 5 मम्मी हाम्रो घरको लाइन कति रे यत्रो भने खै भन्नु न घर यदि के घरको लाइन कुनो जस्तो बिर्स्यो भने ठ्याक्कै हातमा कतिवटा आउला 5वटा आउला 5 भनेर सम्झिने अनि इङ्ग्लिसमा 5th ल साथीहरू हामी चाहिँ यसो घर वरिपरि डुलेर आयौँ मम्मी ड्याडीहरूलाई बाटो चिनाएर अनि फेरि यहाँ फेरि घर कन्फ्युज होला मै त सुरुमा कन्फ्युज हुन्थेँ ऊ त्यहाँ नम्बर देखाउनु पर्छ त्यही हो साथीहरू मम्मीको बर्थडे पनि मनायौँ हामीले सानो केक काटेर ल साथीहरू अब हामी चाहिँ यताउता घर बाहिर डुलेर पनि आयौँ अब मम्मी चाहिँ यता टिभी हेर्दै हुनुहुन्छ सुसाङ यता चिया पकाउँदै ड्याडी र भेना चाहिँ उता बाहिरतिर जानुभएको छ उता के अरे दोकानतिर अनि त्यही हो आजको लागि यति नै
अनि मम्मी once again happy birthday थ्याङ्क यू मेरी बट्टी मेरी बट्टी बेटी भनेको थ्याङ्क यू छोरी आफ्नो ठाउँमा ल्याएर घुमाइदियो आफ्नो ठाउँ त नेपाल नै हो नि म खान्न क्या कतिचोटि भनेको म त केक खान्छु अहिले त्यही हो साथीहरूलाई यति भन्दै आजको लागि यो भिडियो यो भ्लग यही एन्ड गर्न चाहन्छु अनि फेरि अब चाहिँ भ्लग आउँछ मैले यस्तो हो क्या साथीहरू मेरो चाहिँ के हुन्छ भन्दाखेरि अब डेली लाइफ चाहिँ के भन्छ जस्ट काम अनि कलेज त्यस्तो मात्र हुन्छ नि त अनि त्यही भएर त्यो नर्मल त्यो भागदौड यताउता गरिरहेको त त्यो केही उसै हुन्छ हुन्न कन्टेन्ट नै हुन्न म कति भयो थियो 3 महिना कति भयो थियो कि अब के अरे केही यताउता केही रमाइलो नगरेको होइन अनि त्यस्तो कन्टेन्टहरू केही नि हुन्थेन अनि यतिकै नर्मल दिएको त के बनाइराख्ने भनेर कि त्यही भएर बनाउँथेन अनि अब चाहिँ हाम्रो प्लानहरू भइरहेको छ मम्मी ड्याडीहरूलाई यताउता घुमाउने अनि त्यो चाहिँ पछिको लागि मेमोरी पनि हुन्छ होइन अनि त्यही भएर म आफ्नै भ्लगहरू होइन पछि गएर आफै हेरिरहेको हुन्छु कि पछि के रमाइलो लाग्छ के अरे त्यो पहिलाको भ्लगहरू हेर्दाखेरि पनि यो दिनमा यस्तो भयो भनेर पछि सम्झिँदाखेरि चाहिँ रमाइलो लाग्छ अनि त्यही भएर पनि अब चाहिँ आउँदै गर्छ भिडियोहरू यो भ्लग पनि आज कति रे 8 है 9 अप्रिल आज यो भ्लग सकेसम्म अहिले पोस्ट गर्न ट्राई गर्छु भएन भने अहिले भोलिसम्ममा चाहिँ आउँछ स्योर ल सी यू इन द नेक्स्ट भ्लग टेक केयर बाई बाई